हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई फेरि पनि आजको मेरो यो न्यू भ्लगमा। अन्त आज चाहिँ भाइटिकाको दिन हैन, मेरो चाहिँ घरको सबै प्रिपरेसन मैले सकिसके। अन्तखेरि अब चाहिँ म एकछिन माथिल्लो घर जान्छु किनकि आङ्गीहरुकोमा चाहिँ आज सबैलाई खाना खुवाउँछ नि त, त्यही भएर सकाउन जानुपर्छ एकछिन। अन्त म तपाईहरुलाई देखाउँछु मैले के प्रिपरेसन गरे भाइटिकाको। मैले सबै रेडी गरिसके भाइटिकाको लागि, यो मालादेखि लिएर सबै चाहिँ घरको काम सबै सकिसके, सबै रेडी गरेर अब चाहिँ म एकछिन माथि जान्छु, के भन्छ आङ्गीहरुकोमा जानुपर्ने छ। यहाँ मेमे हुन्छ, यहाँ दिच्छु छ, यता आजको कुकहरू हाम्रो दिचुले अघि आलु अचार बनाइसक्यो अरे। दिचु आलु अचार देखा itu di sini mana lo? Ada chicken pakai sa? Itu ni pakai desa, ke khai ke ada? Ya chicken pakai desa, ya ke pakai sa oke. यता कुकुर छ, यहाँ मिन्टुले अचार पिस्दैछ, यता अन्नालाई बिजी छ। यहाँनिर पुरा बिजीमा खाना पाक्दैछ हाम्रो आजको लागि। लोको चाहिँ यहाँ डराएर बिचमा बसिरहेको छ, अचार यहाँ पानी हालेर सुप जस्तै भइसक्यो। ए खै चिकन चिकन ग्रेभी, यतै माछाको ग्रेभी अन्नाले पकाउनु भएको यसै। अम्बक त यहाँ कम्ता फलेको छ यसपालि। तन्दुरी छ, त पाक्दैछ खाना। के भयो भिडियो बनाए नि त गयो नि त बाहिर त सिङ्गरै हाम्रो। यता अडियन्स उहाँ पनि अडियन्स यहाँ भनेर भाइ टिका लाउँदैछौँ। क्यामेरा ओके। आइसकेर आङ्गीको घर जान्छौँ टिका लाउनुको लागि। घरमा सबैलाई भाइटिका लगाइसक्यौँ हामीले चाहिँ। अब भाइटिका खाना आएको अरे यहाँ हेर त। लाउँदैन अरे लु गर दर्शहरू मन चाहिँ त्यसको लु छिटो। आज लङ्गु नाना कस्तो पर्छ सिङमा जस्तो पर्छ, अब सिधा भएछ राम्रो सुन्छ। भित्रबाट लगाएछ मलाई बाहिरबाट लगाउँछ चिनाउँदैन। किन ढुङ्गा खानु के गरेको बेला खबरी आयो। अनि यस्तो त गर्नुपर्छ त अन्त अहिले नै गर्नुपर्छ, अहिले नै गर्नुपर्छ। पहिला भनेर लिन यो मात्र यो फिलिङ खानु है राम्रै त टिका हो। म चल्नु अलि अब टिका लाग्छ आम खेल्नु पर्छ त्यो हाम्रो घरमा त खेल्नु भन्दा अलि त आउँछ लु 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 ठोकिरहेको छु यहाँ लुकिरहेको
साँच्ची छ साँच्ची नहराले भने त बाङ्गो टेर हुन्छ ल तिमीले भनेको सबै कलर लाइन तिमीले भनेको कलर लाइन ल सबसे पहिला ग्रिन हाल त चमचम हौ भन त चमचम भाइ येल्लो किन लगाइदिएको चमचम त लगाइदिन्छु नि म नहाली बस्नु न तिमीलाई पानी त ज्यादा खाँदैन नि त ल तिमी मागेर गइन् छिटो हामी चाहिँ यहाँ माथिल्लो घरमा छौँ आँसुहरू चाहिँ टिका पनि लगाइसकेछ अब हामी जाँदैछौँ ल तल आइको घरमा अब चाहिँ हामी जानुपर्छ के चाहिँ ए औ सबैजना औ आइको घरमा यहाँ हामीले टिका लगाइदिनुहोस् न आइको घरमा यता चाहिँ मिठो लाग्दैन उनीहरूलाई लास्टमा सबसे
स्पेसल बेसी 3 वर्षदेखि गरिएको थालिहाल्दो रहेछ बल्ल जिउँदा फेरि 1 वर्ष मात्रै छ 1 वर्ष चाहिँ भयो होला मेरो झरेर बेसी हो टिका सिका लगाइसक्यो अब चाहिँ हामी खाना खानु गएको यहाँ चाहिँ गीत पनि गाउँदैछ सबैजना यहाँ भात खाँदैछ मेरो चाहिँ भेज खाऊ 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 खाना सबैजना टिप्नु गएको आगो चाहिँ हामी चाहिँ फोटो पनि खिचिसक्यो सबैजना तर अझै पनि यहाँनिर फोटो सेसन चल्दैछ पछाडि अब चाहिँ हामी माथि जाँदैछौँ यहाँनिर चाहिँ फोटो खिचेर सेटिस भएको छैन खिच्दैछ यहाँ सानो माइती रहेछ पेमाको उसले चाहिँ केला खाँदो रहेछ मासु केला दिँदैछ भाइको लागि यो भिडियो मनपर्छ होला मन पर्यो भने लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला सी यू अन नेक्स्ट भिडियो बाई बाई